ब्याग ब्याग छ मेरो ढाडमा ए ढाडमा पो ब्याग छ ए ब्याग राखौँ स्कुल जान लागेको छोरो यतिखेर होइन आऊ नुनु गर्ने आऊ यतिखेर स्कुल गएर के गर्ने के गर्यो ए बुई के गर्यो च्याप्पै च्याप्पै आऊ आऊ बाबासँग नुनु गर्ने आऊ बाबु के गर्छ च्याट गर्छ गरेन अघि च्याट गरेको अघि गरेको मुखले हो के खै यसको मुखले ए बाबुलाई निन्द्रा लागेको छ र आँखा कस्तो रस आयो आऊ नुनु गर्ने आऊ छोरो आऊ न नुनु गर औषधि खाने औषधि खाएर सुत्ने कहाँ छ औषधि हजुर छैन मेरो झोलामा त औषधि त औषधि नै छैन नि मेरो झोलामा झन् औषधि नै ल्याएको छैन औषधि छैन कहाँ थियो बाबुलाई निन्द्रा लाग्यो आऊ छोरो नुनु गर्ने के औषधि छैन नि ए के हो त्यो जानको रह्यो त जानको नि हो मेरो के बाबुको पो हो मैले अस्ति नै लागेको थियो खै यता यता देखाउनु त के रहेछ मैले अस्ति नै नआएको थियो फेरि पुरानो भइसक्यो पुरानो भइसक्यो फेरि अस्ति नयाँ भएको थियो मैले यस्तै बनाएको यो मामु खोइ छोरो मामु त काम गर्दैछ के काम गरेको मामुले घरमा के घरमा काम गर्नुभएको नयाँ घर बनाएको छ ए मामुले नयाँ घर बनाएको झोला राख आऊ नुनु गर्ने हामी होइन यो छ त्यो पनि झोलाभित्र राख न यसमा त औषधि छ यसमा के छ यसमा फाल्ने कुरा छ के रहेछ लाउने कुरा उसमा नाम करो भाइ मेरो बुढो
अनि पुल्यो अनि पुल्यो पोल्यो अनि यो ल्याउने कुरो होइन के हो त यो त ढाडमा लाउने कुरो हो ए ढाडमा लाउने कुरो हो यसको बाँड्ने कुरा पनि छ बाबु किन झोला बोकेर बसेको झोला किन बोकेको म त ममसँग अस्ति नै सुतेको नि अस्ति नै सुतेको मामुसँग अब बाबासँग सुत न अब न बाबासँग सुत न रात परिसक्यो आऊ लापरेको भएको छ उही ल कहाँ गयो मेरो कहाँ गयो यहाँ आफै लडेको यस्तरी गर्नुपर्छ जुन्दाइ लाखी गर्नुपर्छ यस्तरी खानुपर्छ अनि डोरीमा जुन्दाइ लाखी गर्ने त्यहाँ माथि अनि हन्ने यहाँ अनि यहाँ जुन्दाइ लाखी अनि यस्तरी हान्ने बुङ्का यहाँ ए बाबु त्यस्तोमा पो हान्ने कहाँ देखेको त्यस्तो हान्न यहाँ जाने मेरो के न यहाँ मामुले किनिदिएको मामुले किनिदिएको तपाईँको छैन छैन छोरो बाबाको त केही छैन मैले किनिदिन्छु हस् बाबाको त मामु छैन त्यही भएर नाम सक्छ मेरो यता अनि यता दोकान खोल्ने अनि बन्द गर्ने यस्तै अनि यस्तै दोकान खोल्ने अनि बन्द गर्ने नि जङ्गलमा अनि बाबु त सिँगान पनि आयो सिँगान आयो बाबुको नाकमा आयो कि सिँगान नुमाल खोइ नुमाल छ हुन्छ ऊ त्यो नुमालले पुछ ऊ त्यहाँ छ रुमाल के हो त्यो नुमाल हो त्यसले पुछ्यो जान्यो पुछ्न जान्यो बाबुको त गालामा पनि लेखेको रहेछ एबिसिडी ऊ त्यतापट्टि गालामा के लेखेको यहाँ हेर त साथीले लेखिदियो तिम्रो साथी पनि छ को साथी त रातभरि गएको नि साथी रातभरि स्कुलमा पो जान्छ बाबुको साथी को हो मेरो त दोस्त हो मेरो त दोस्त हो नि घरमा ए को हो नाम के छ बाबुको दोस्तको बाबुको दोस्तको नाम के हो मेरो नाम दोस्तको नाम के हो मेरो त दोस्तको नाम विनय हो विनय हो ए घरमा त विनय पनि गयो घरमा
विनय घर गइसक्यो मलाई छोडेर विनय आफ्नो उसको मामुसँग गएको होला नि त उसको माउसँग फेरि लिस्क्यो ए यो ला झुन्ड्याउने कुरा झऱ्यो अब ला ए अब अब कसरी झुन्ड्याउने खोलेछ यो हिट खोलेछ अब कसरी झुन्ड्याउने अब कसरी झुन्ड्याउने भन अब स्थिति ओरेन अघि नै मिलाएर राखेको मैले यो अघि नै यो मैले सिकाएको तपाईँलाई म त तपाईँलाई अघि नै सिकाएको नि के अघि नै यो सिकाएको नि फेरि बिग्रिसक्यो मेरो अब के गर्नु होला मेरो ला भाँच्यो यहाँबाट त्यहाँबाट भाँच्यो यहाँ अब कसरी झुन्ड्याएर राख्ने हो सरले स्थिति अब त भइसक्यो यहाँबाट आएको ए टोलियो ए ल बट भयो मेरो त शनि घर गयो मलाई छोडेर बाबुको दोष घर पो गयो मलाई छोडेर अनि हाम्रै घरमा बस्छौँ यहाँ नुनु गर्ने भन्नुपर्छ नि त घरमा बाबुसँग यहाँ खाटमा नुनु गर्नु भन्नुपर्छ नि गनायो होला गनायो ढाडो लाउने कुरा छोड्यो हुन यहाँ त लाग्यो आफै लागेको फल पनि छ फल पनि रहेछ बुधबार अस्तिन यो बुधबारको नि कत्रो खतरनाक यहाँ पनि बोल दोकान अनि खोल्ने अनि दोकान अनि बन्द गर्ने बाबुले जाने रहेछ नि खोइ यसले मात्रै खोल्छ खोलेन त्यसलाई आउँदैन खोल्न यसलाई आउँदैन यसको सबै हात छैन मेरो मात्रै सबै हात आएको है बाबुको मात्रै हात आएको बल्ल भयो आयो नि ढक्कन खोल्ने अनि खोल्ने यो त ललिपप होइन ललिपप यो त ललिपप होइन नि के हो त यो त ढाँडो रह्यो त ढाडो लाउने कुरो पो हो हातमा नानुको रह्यो त स्पुलेन अरे ढाडो लाउने कुरा किन मुखमा लाग्यो त पुलेन खै स्पुलेन बोलेन या यसमा नानुको हो के अनि यस्तै झुन्डाउने आऊ छोरो नुनु गर्न आऊ अब भयो रात पऱ्यो छोरा आऊ रात पऱ्यो म त बस्छु गर्ने तपाईँ सुन्नु न
तपाईँ के त तपाईँ सुन्नु बाबा मात्रै सुत्नु बाबा चाहिँ किन नसुत्ने त यो लाएर सुन्नु कहाँ त्यहीँ सुत्ने छोरो सोफामा सुतेर नि हुन्छ त म त सुन्नु तपाईँ अघि नै सोफामा सुतेको होइन म सोफामा सुतेको छैन म त यहाँ खाटमा सुतेको अघि तिमी सोफामा अघि नै सुतेको होइन म त बसेको सोफामा अघि नै बसेको त्यहाँ हजुर आई पल्के क्या के कुकुर कराएको छ किन करायो कुकुर हाम्रो बाटोमा मामु खोइ छ र म त काम गर्दैछ बत्ती बल्द पनि छ मामुल पनि बत्ती बालेको छ मामुले नि तपाईँले पनि बत्ती बालेको मैले नि बत्ती बालेको बाबुलाई हेरेको कि मैले त बाबुलाई अँध्यारो भयो भनेर बत्ती बालिदिएको हो कि छोरो मलाई बाबुलाई अँध्यारो भयो नि त अब त गयो ए बसी गर बाबुको हजुर बाबुको खुट्टा दुख्यो होला बाबुको खुट्टा दुख्यो होला सोफामा बस ए बिग्रियो यसको टाउको पनि बिग्रेको कुनको आफै झरेको यो त बाबुको गाडी त बिग्रियो हिजो मात्रै ल्याएको गाडी छैन ल्या अब त बन्यो बनिसक्यो ए बाबु त मिस्त्री रहेछ नि म त डेन्जर छ नि ए डेन्जर पो छ छोरो दमतर राखेको नि यो दमतरमा यो चाहिँ सुत्छ ए गाडीमा त्यो राख्ने सुत्यो बत्ती यस्तै झुन्डेको यस्तै दमतरमा हान्ने सुत्यो अब त दमतरमा दमतरमा सुत्यो दमतरमा सुतेको यो लाउने नलाउने pero हुँदैन यसले त पुल्दैन म त पोलेकै छैन मलाई पोलेन पोला कति पोलेन देखि त्यहाँ पनि पल्दैछ यहाँ पनि अनि यहाँ पनि सबै त्यहाँ हो क्या बाबुलाई निन्द्रा लाग्यो नुनु गरौँ म त नगर्नु
के भनेको बाबा त बुझ्दै त बुझेन छोरोको कुरा कति सानो बोलेको छोराले लु अनि बिलाले हान्छ अनि बिलाले अनि बाघलाई विद्वेष गर्छ बाघलाई बिलाले के गर्छ बाघले खान्छ अनि विद्वेष गर्छ बाघलाई म त अघि अस्ति न टिभीले पनि अस्ति टिभीलेको रिजल्ट भएर मेरो यहाँ भएछ अनि तर हान्छ अनि हामीलाई खान्छ अनि हामीलाई खान्छ नि हामीलाई केले खान्छ कुकुरले खोटाङ ठुलो कुकुर खान्छ कुकुरले खाँदैन कुकुरले मान्छेलाई खाँदैन नि खान्छ मान्छेले त्यसले त कराउने मात्रै हो कुकुरले खाँदैन ठिक भयो ठिक भएको यसको बच्ची ठिक भएको नि उसले बनाएर हो म त कति धेरै डेन्जर छ नि को डेन्जर छ जुन्दी क्या मेरो त सिद्धि जुन्दी हो बाबु नजाने टाकमा हामी त टाकमा लड्ला है ठुलो टाकमा हामीले त बाबुले यो ट्रक पनि लिएर स्कुल जाने हो भोलि होइन अटोमा यो ट्रकलाई पनि लिएर जाऊ न यो त रुन्छ नि ट्रक रुन्छ रुँदैन होला मैले पलाउँछ नि अनि यो ट्रकको आँखा कहाँ हुन्छ रुनलाई यो ट्रकको आँखा कहाँ हुन्छ रुनलाई कहाँ छ कोही त्यहाँ पो आँखा त्यही आँखाबाट रुन्छ ए कहाँ छ त्यसको मुख अनि ट्रकको मुख कहाँ छ खोइ देखाऊ त अनि ट्रकको रुने मुख चाहिँ कहाँ छ त जमतामा हाल्नु होला यसलाई जङ्गलमा लगिरहनु होला ला ट्रक पल्ट्यो फेरि भाँच्यो मैले मिलाएर बनाएको हो मिलाएर फेरि बिल्किछ यसको आँखा हेर्नु न अनि जुन्ने देख्ने अब त भयो अब बिल त गयो बाबु आऊ नुनु गरौँ बाबु आऊ नुनु गरौँ छोरा आऊ अब त दम त सानो आऊ न हामी नुनु गरौँ न आऊ छोरा बाबु आऊ नुनु गर्ने आऊ छोरा किन म त सिंगना आइसक्यो ए
के गरेको कति कति सिर्गनाको के ए सिँगाना आयो अनि के गरेको नुमाले पुछेको तर्फ नुमाले अनि बाबाको नुमाले पुस्नुहुन्छ त बाबाको नुमाले पुस्देको ए उई यस्तै हान्ने दन्तरमा यस्तै हान्ने अनि झुन्डाएर राखिकन नि यसको बत्तीमा राखिकन यसको बत्तीमा अनि हान्ने खोलो पर्बला के भयो ढुङ्गा आएछ के भयो पल्ट्यो यसको बाटो नै छैन ताको बाटो ट्रकको बाटै छैन ए ढुङ्गा छ ए यो कता बताउँछु यो ओइ आई पल्केको गाडीमा पो पल्केको के भयो गाडीमा के ओइ यसको गयो लिलको बाबा लिलको नि के रहेछ लिलको के बिग्रियो स्पिली बाटो सिक्यो यसले ए औषधिले बाटो ढुङ्गा छ नि ढुङ्गा हो त्यो कुन ढुङ्गा यसको चाबी पनि छ ए त्यो ढुङ्गा हो त्यसले छेके बाटो यसको चाबी पनि हो दमताको हो के दमताको हो नि यहाँ छिर्दैन चाबी त्यो चाबी त होइन होला औषधि भने होइन त्यो चाबी पनि हो बस्यो ए यसको टाकुमा बसेको यसको टाकुमा अरेन फेरि बिल्का बिल्की गएन ए अरेन अनि यसको टाकु पनि बिल्क्यो अब त भयो ठिक भयो अब ढुङ्गालाई दमतामा लागेको नि अनि लगेको नि पल्छ बिल्क्यो मेरो गाडी पल्छ बल्दैछ पल्दैछ है पल्ट्यो लामो गाडी पल्ट्यो ओइ गाडी पल्ट्यो इसको टायर बिल्क्यो होला इसको टायर बिल्केको के इसको सबै टायर बिल्केको बाबुले बिगारे त होला हैन पल्टिएर हो के कसले बिगार्छ यहाँ पो एकदम तरमा यसले बताउँछ यसलाई या दम तरबारा लिलके के भनेको इसको टायर चलेन इसको टायर चलेन चल्यो इसको टायर पटकाई लाउने लाउने नलाउने मलाई ठिक भयो ले तो बोल्दैन नि यसले बोल्दैन यसले बोल्दैन ओके ओइ मेरो त औषधि गएला
यहाँको हामी कुरो गयो दमतलमा यसले दमतलले त कचक्की पाल्छ दमकल दमतलले हो त्यो दमतल हो क्या उही कचक्की पार्यो ए कुन चाहिँ दमतलले यस्तो छोएर होइन के हो यहाँ पर लाग्यो सिगन कति लागेको फेरि सिँगन आयो होइन यो राखियो नि पुस्ने त्यो राखिकन अनि सिँ पुस्ने दमतलमा त्यहाँ सिँगन लाग्यो कति आएको होला सिँगन आयो धेरै आयो कति आएको होला कति आयो धेरै छे पिङ यो चाहिँ पिङ अघि मजा आयो उही बन्सीले यसले पो मजा आएको त्यसलाई पनि मजा आउँछ रे दुन्दु झोला बडा गएको बडा पुग्यो मलाई लाग्ला मसँग लेकबिङ दम होला के गयो झरेको यो त कहाँ झऱ्यो यसको पनि मुख छ यसको पनि यो छ यसले पनि लगाइदिएको त्यसले पनि लगाइदिएको यो औषधि ढाड दुख्यो कति दुखेको होला अनि झोला बोकेर बसेछ बोर्डिङमा जाने झोला अनि बोर्डिङमा जानुपर्ने झोला अहिले बोकेर बसेछ नजान अब असिनमा लाटभरि जानु हुँदैन ए त्यही त अनि झोला किन बोकेको त बोर्डिङ ए रातभरि जानु हुँदैन बोर्डिङ भोलि जाने हो बोर्डिङ भोलि अनि त यस्तो भनेको इन्टु लन्डनमा कहाँ गयो क्रिन्जल काली खोइ काली तल गयो कहाँ तल काली बरु उसको आफ्नो ओछ्यानमा सुतिस्यो होला काली सुतिसक्यो होला बाबु चाहिँ नसुति बसेको काली जाने कहाँ गयो काली त तल गयो रोके क्या हुई बिचारी म त बिचारी झोला भएको झोला भएको नि मलाई लाग्यो कहाँ नाकमै लाग्यो नाकमै यसले कोच्याएछ चाहिँ ढुङ्गा बनाउने कुरो यो त यसमा गाली पर्छ अनि गाली पर्छ नि यो
धर्कवाला ल ल अनि यो के बनाउनु होला ए बिगारेको बाबुले होइन अब गाडी बिग्रिन्छ नि मैले बनाउँछु भन्नेछु मैले बनाउँछु बन्यो होइन बन्यो ए राम्रो भयो ल गुड बाबु कति ज्ञानी है छोरो बाबु ज्ञानी हो कि होइन ज्ञानी हो ए खेल्ने कुरा यहाँ पनि रहेछ ब्लू चरा पनि रहेछ चरा कहाँ छ हरायो खै ला दमराले लग्यो ला अब त घाममा लगिहाल्यो अब त दमनतेलले लग्यो ला यो मात्र छ अब त घाममा लगिहाल्यो फर्केर गयो एउटा मात्रै छ नि है दमतले लग्यो एउटा मात्रै छ के हो त्यो चाहिँ तारा हो तारा होइन यो त खेल्ने कुरो ए खेल्ने कुरो के खेल्छ त्यसले यो त बिफा बल भन्छ यो बिफा बल भन्छ बोर्डिङ गएर ए बोर्डिङ गएर पढ्छ त्यसले बाबुले चाहिँ पढ्छ कि पढ्दैन पढ्छ एबिसिडी सुनाइदियो नि त बाबालाई पढेको अरू के पढ्यो भनिदेऊ त सबै पढेको ए अनि बिफा खाएको बिफा बल अनि स्याउ खाएको मतलब बिफा स्याउ खाएको मतलब बिफा स्याउ ए अनि गुड अनि के पढेको के खाएको अरू के पढ्यो छोराले त्यसो नि बोर्डिङमा मेरो त बोर्डिङमा त के छ मलाई लागि मिसले दिन्छ सरले पढाउनुहुन्छ कि मिसले पढाउनुहुन्छ बाबुलाई सरले सर गयो बाइकमा सटर लगाएर मिस त बाइकमा गयो होइन कसको बाइकमा हिँडेर गएको हिँडेर कोसँग गयो म त हिँडेर गएको मिस चाहिँ मिस त हिँडेर गयो कहाँ गयो मिस चाहिँ घरमा मलाई सरेर ए के गर्ने त अब के गर्नु होला मिसलाई हाम्रो घर बोलाएर ल्याऊ न आएको छैन भोलि आउँदाखेरि चाहिँ मिसलाई लिएर आऊ है घरमा हेलिकप्टर आयो के आयो होइन यो त हेलिकप्टर आएन के हो त यस्तो खेल्नु यो त नै कुरो हो यो त झुला बाबा काका खाएको र झुला झुला होइन झुला काकाको के भनेको आउ छोरो नुनु गरौँ म त भोलि पछि नुनु गर्ने ए भोलि पर्सि नै नुनु गर्ने तपाईँ एक्लै नुनु गर्नु न म एक्लै नुनु गर्नु मलाई डर म एक्लैलाई डर लाग्यो कि बाबु आऊ न आऊ न छोरो के लग्यो घरमा त्यस्तोले दम त बन्यो दम त बनाल्यो दमकल बन्यो खतरनाक बन्यो के खतरनाक घर बन्यो घर बन्यो
बाबुलाई पापा कसले ल्याइदिन्छ? ल्याइदिएन अनि बाबाले ल्याइदिएको है झोलामा हालेर? तपाईँले ल्याइदिनु दारभरि जाने रातभरि त नजाने अनि जङ्गलमा भुताउँछ बुताउँछ। भोलि हामी फेरि झोला बोकेर पापा लिन जाने है? बजारमा है? हजुर बजारमा जाने। बजारमा त भूत छैन। बजारमा अस्ति बाबुले पुलिस भेटेको है? बन्दुक पनि भेटेको? लगिहाल्यो। पुलिसलाई समातेको छोरोले? के रे टोक्यो? बुबुमा ठोक्यो? केले टोक्यो बुबुमा? बाबुको नि बुबु छ? कहाँ छ? टोकेको छैन। बाबु अस्ति बजार गएको है? गाडी कति धेरै भेटेको? पुलिसको गाडी पनि भेटेको? बजार गएर? अनि ए पुलिसले सिटी पनि बजाएको? सिटी शिशिर? ए शिशिर दादा? मलाई खिचेको केले? के खिचेको? ला चप्पल भित्र पो लिएर आएछ बाबुले? ए बाबु चप्पल आफै हिँडेर आएछ? के गर्छ भूतले? घरै उठाउँछ? बोले त घरले उठाउँछ नि घर बोल्ले हो के? यो पनि बस्छ सबै बस्छ झुला 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 लुल्की जाऊ बाबुलाई निद्रा लागेको छैन? निद्रा लागेन? किन? आँखा दुखे बाबालाई आउनु गरौ न। के? लोटेले खाएको आँखामा पनि? कहाँ? त्यहाँ आँखामा? कहाँ छ औषधि? त्यसले त हुँदैन होला। ठिक भयो अब? रोटेल टोकेको त्यहाँ? दुख्यो छोरोलाई? दमकलले? लगोस् है? बाबुलाई ठिक भइसक्यो? कलरवाला पो आयो? बाबुले बत्तीलाई हेरिरहेको हो? बाबुको के अरे फोटो खिचेको हो कि बाबाले? गोल गोल घुम्यो?
कहाँ गोल गोल घुम्यो मामा यहाँ मोबाइलमा यसो गोल गोल घुमेको छ ट्याट गरेको छ हो मस्सा पनि घुमेको छ के घुमेछ गोल गोल घुम्यो ए बिल्ता ओके गोल गोल घुमेको छ त्यो मोबाइलमा गोल गोल घुमेको कसको मोबाइलमा त्यहाँको मोबाइलमा गोल गोल घुमेको त्यहाँबाट भुत आउँछ ए भूत पनि आउँछ मोबाइलमा नहेर फेरि भुत आउँछ अनि मोबाइल हेऱ्यो भने भूत आउँछ अनि जङ्गलबाट अनि हामीलाई खान्छ अनि मोबाइलभित्र जङ्गल हुन्छ होइन कहाँ छ त जङ्गल पर अनि हामीलाई खान्छ अनि लगी खोज्छ अनि पकाएर खान्छ ए हामीलाई लगेर पकाएर खान्छ कच्चा के सानो नै खान्छ हामीलाई सारो पनि खान्छ हामीलाई हामीलाई खाँदैन खान्छ गमकाई साँच्चीकै दुधलाई खान्छ सानो पनि खान्छ अनि गमकाई उनीहरूले खान्छ अनि ए बाबुलाई कसरी थाहा भएको होइन दालले खान्छ कि अनि दालले खान्छ दाँतले खान्छ हामीलाई होइन यो दालले खान्छ अनि कच्चीको पाल्छ यो ए त्यो सिरक पनि खाइदिन्छ यो पनि खान्छ अनि यो त नुन छ ए यो पनि बाबु चाहिँ रुन्छ कि रुँदैन मलाई त खान्छ नकत पारेर खान्छ खाँदैन नकत पनि खान्छ अनि खाँदैन नकत पनि स्याउ भन्छ अनि स्याउ भन्छ स्याउ भन्छ अनि छ्या भन्छ नकतलाई ए नगदलाई छ्या भन्छ कसले बुझले भन्दैन होला उभि बुझले पार्टिका बुझले पार्टी भूत त आएको छैन होला यहाँ केमा के रहेछ ऐनामा भूत आयो यहाँ ऐनामा बाहिर भूत आयो अब त्यसो भए आऊ बुट्टी पनि बाल्दा छ अनि कहाँ बाहिर अनि तपाईँले खाँदैन बुझले खाँदैन हामीलाई मलाई म त खान्छु बाबुलाई नि खाँदैन खान्छ खाँदैन मामुले पनि खान्छ अनि मामुलाई पनि खान्छ खाँदैन खान्छ भूतले मामुले पनि खान्छ खाँदैन होला दिदीले पनि खान्छ बालाई पनि खान्छ ए बालाई पनि खाइदिन्छ सबै गई ए सबै गएको हात पनि हात चाहिँ सानोलाई हात त सबै एकै ठाउँमा बाने है यो मात्र लिल्का ए निक्ल्यो अब के लाउने अस्ति प्लेन हो त्यो लग्यो जङ्गल बाहिर को आएको हेर त बाहिर को आएको
बाबासँग यहाँ लुक्ने लुगाभित्र लुक्ने हामी आऊ पनि लुकाउने त्यसलाई पनि लुकाउने ल आऊ त आऊ आऊ हामीलाई डर लाग्यो हामीलाई डर लाग्यो ला अब के गर्नु होला के गर्ने यहाँ लुकाऊ उही ए लुगाभित्र लुकाऊ त्यो लुगा पो पाइरहेछ त्यो लुगा पनि पात बन्यो त्यो लुगा पात पनि बनेको है नाना उडाउ के इसको बत्ती उताबाट भूत आयो मामु पो रहेछ इसको बत्ती त लेको इसको बत्ती त भित्र गयो खोइ कहाँ ला साँच्चै भित्र गयो यसको टाउकोमा जित्दैछ आऊ डुडु गयो पेन पुरै बाबुको आँखा निन्द्राले रसाइसक्यो ल सुदम ल नुनु गाडी ल्या बाबु मामुसँग हजुर आफै नुनु गर्नुपर्छ नि नुनु गर्छ र यसरी खेलेर बसेर हुँदैन नि रातभरि अहिले कति बजे थाहा छ रात परिसक्यो धेरै मामु नुनु गरिसक्नुभयो त्यहाँ पनि नुनु गरेको मामु किन सुतेको हजुर किन सुतेको तपाईँ बुझ होइन है तपाईँ त मामु है मेरो हो नि यो तपाईँको चाहिँ छैन मेरो जस्तै यो छैन हो झरा तपाईँको चाहिँ छैन धेरै छैन नि छोरो मामुको किन बाल्दिएको त बत्ती बाबुलाई उज्यालो होस् भनेर उज्याल भएको छ अनि उज्याल भएको छ बत्ती बलेर बत्ती त सानो बलेछ छि मुखमा खानु हुँदैन फोहोरी चाबी हो बाइकको चाबी मेरो बाइकको चाबी हो बाबु नुनु गरौँ रात पऱ्यो 12 बजे छोरो अहिले त ठ्याक्कै 12 बजे अझ बढी भइसक्यो अझै बढी भएको छैन म होइन 12 बजेभन्दा बढी भयो भने के बाबु बढी भएको होइन मामु बढी भएको होइन राति चाहिँ धेरै भयो भनेको कि राति रात परिसक्यो कि 12 बजीभन्दा नि बढी भइसक्यो भनेको म बढी होइन मामु पनि बढी होइन को बढी हो त बढी भएको
बुट नै बुट भएको बुट मामु उठ्यो मामु उठ्यो मामु त दिदीको कोठामा गयो दिदीको कोठामा ल अब के गर्नु र हाम्रो त यहाँ छ आएको कोठाबाट दिदीको कोठाबाट आयो मामु काम गरेर आएको तितिया पेन आयो प्लेन हो पेन आयो पेन नुनु गरौँ छोरा अब नुनु गरौँ न रात पऱ्यो के नामी ए खोइ 12 बजिसक्यो अझै 12 भएको छैन आएको छ अब फेरि नुनु नगरिकन एकछिन पछि त भोलि बिहान हुन्छ अनि बोर्डिङ जानुपर्छ सुत्नै पाउँदैन दमकल हराला भुतार लग्यो क्यारे अब नुनु गरौँ खोइ छुपाको के हो छुपाको भनेको छुपाको छोटेर यो लाउने अब यो त सुतेर लाउने सुतेर लाउने यो त हुँदैन झडेर सबै लाग्यो अब छोरालाई गुड नाइट नुनु है अब चाहिँ हस् गुड नाइट भन गुड नाइट बाई बाई भोलि बोर्डिङ जाने हस् छोरो ज्ञानी भएर पढ्ने हस् अनि अहिले चाहिँ नुनु गर्ने हस् ल गुड नाइट बाबु बाई बाई छोरो बाई गुड नाइट बाई छोरो बाई बाबुले के हेरेको के चिज ल भोलि बोर्डिङ जानुपर्छ अहिले नुनु गर्ने है बाई गुड नाइट बाबु